सो अलराइट गाइज है, आज चाहिँ हामी टिम्के जङ्गलमा जङ्गली मौरी पिसेराना जातको हर्न गर्न गइरहेछौँ। मह काट्न गइरहेछौँ भनौँ न होइन। र मह चाहिँ यो सिजनमा खासै हुन्न, अब जङ्गलमा सानो टोड्काभित्र रहेछ। मौरी बिजोक हुन्छ भनेर घरमै लगेर पाल्ने सोच गरियो। अनि ठुलेसँग मेसिन ल्याइसकिएको छ, जङ्गलमा काठ काट्दै थियौँ। अनि सरसामानहरू हाम्रो सबै छ, लगाइसकेको हो। खोइ त मलाई पास गरौँ त। अनि टक्कसँगले अब रेडी हुँदैछौँ यहाँनिर खल्लिनु पऱ्यो। अब हेरौँ चाका चाहिँ छ छैन। टोपी लगाएर चाहिँ सुरक्षित भएर गर्नुपर्ने हुन्छ। यहीँ तलसम्म बस्नु टोपी ठिक छ। ए हुन्छ तानेर मिलाएर भयो, लक लाग्यो। एकछिनै यहाँ एकछिन यति काटौँ होला सुरुमा। यस्तो हाल्नु होला, यस्तो हालिसकेपछि यहाँदेखि मौरी चाहिँ यो रुमै छ, यही हो। त्यही त लामो टोड्का छैन कि यहाँनिर, यही टोड्काभित्र छ मौरी चाहिँ। अब हेरौँ मौरी चाहिँ आरु पातेको रुखमा रहेछ। मालसाप्राले नि कोट्याइसकेको रहेछ यता तल्लोपट्टि। यतातिर पुरै मालसाप्राले कसरत गरिसकेको रहेछ खानुलाई नसकेर। पहिले यो चाहिँ देखिसकेको थियौँ हामीले डोड खोज्न आउँदाखेरि यहाँ तल काठ काट्दा यो एरियामा। हिजो आएर देखाएको चाहिँ हामीले यहीँभित्र चाहिँ टोड्काभित्र। मौरी तल अब मेसिन स्टार्ट गरेर साइड कपेर हामी चाहिँ झिक्छौँ। यस्तो हान्नुपर्छ हेलो, मौरी काटिन्छ होला। यस्तो के यस्तो माथि हो त्यस्तो। हल्का मौरी फेरि ठुलो ढङ रहेछ के। अब यस्तो 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 हान्यो है, हल्का धेरै न मौरी फेरि भित्राउनु भयो भयो। ओ माई गड, यता पाएँ त। उति यार कहाँ कान्छ उहिलेदेखि ल्याएको रहेछ के हो। उहिले होइन अस्ति नै, अनि कति चाँडो ला यार भएछ र त जङ्गलमा त छिटै लाउने रहेछ ल। भन्दा कि यो हामी असारतिर आउँदाखेरि हो यहाँ थालबोटको बिस्तारै इन्फेक्सन लाग्छ नि। आया टाउकोमै लाग्यो। ओ माम फुली एकछिन है। ओइ त्यो त दुलो हो, नभत्काउ न। म त ओर्तिरहेको मात्र माउ भागिहाल्छ नि मौरी, फक्कै लाग्छ होला। बिस्तारै हाँट्यो फक्कै उति लट्टी गर्ने जान्छौँ मौरी। चाका त पुरानो छ त है। हो त नि, कहाँ मासतिर पो रहेछ कि हो कि के हो। मुनिबाटै हामीलाई सजिलो खोल्नु चाहिँ फेरि।
उही जामा जिनिस चाहिँ यति चाका लिएर अब फेरि यता हामी खोलिन्छ सानो एरिया हो यस्तो हान्नुपर्ने यस्तो हान्नु है यो एरिया काटेर हामीले पुरापुरी निकालिसक्यो चाका अलिक यता यता साइडमा बत्ती देखाउनु साइडमा चाकामा चाका चाहिँ बच्चा छ आधा छ बच्चा रहेछ यो उमा राखौँ न सुरक्षित पाखै राखिराख्नु अहिले भएर मिलाउनु यो चाहिँ पुरानो मालसाब्राले टेक हालेको मौरीसँगै रहेछ है यो चाकैसँग फेरि भद्राक हुन्छ है यसो गरौँ डालोमै लगाइदिउँ होला मर्दैन होला मौरी चाकामा हो त डालो ल्याउन त्यो डालोमा चाहिँ बत्ती नदेखाउँ न मौरी उठिहाल्छ नि हातले त तान्नु होला कस्तो अप्ठ्यारो चाका लगाएर अझै उता मौरी लाउने डालो चाहिँ हाम्रो यो छ 2 पाथे डालो हो मौरी तानिन्छ हामी यता साइडमा चाकै रहेछ नि त चाकै हातले त तान्नु होला ल फाइनली गाइस हामीले चाहिँ मौरी जसरी तसरी झिक्यो यत्रो दुःख गर्नु पर्यो दुलो दिँदा छ यत्रो खोल्यो मौरी चाहिँ अलिक गरी खाने रातको अहिले 8:30 जति भयो होला समय कुरा गर्ने नि खोलौँ न चाहिँ पुरै खोलौँ न आउँदैन मौरी चाहिँ यहाँभित्र छ
फाइनली गाइस हामी चाहिँ घर आइसकिसक्यौँ लिएर। अनि यो चाहिँ अर्कोको आधार चाका लगाइदिन आँटेको मह कक्षाको। मह चाहिँ खासै लगाएको रहेन अरू डोरको पनि। अनि यो चाहिँ नयाँ डोर हो, आधुनिक, हामीले नै बनाएको घरैमा। अब यसलाई चाहिँ खोलेर लाउने हो। देख्न सक्नुहुन्छ यो हामीले घरैमा बनाएर, यो चाहिँ आधुनिक घर। टक्कै यसलाई खोल्ने। फ्रेम चाहिँ यहाँ आधी मात्रै छ, किनभने हामीले आधार चाका लगाइन्छ, सेट गरिन्छ। लगभग यहाँ 11-12वटा फ्रेम जान्छ। यो चाहिँ आधार चाका हो, साइडमा लगाइदिनु पर्ने हुन्छ टक्कै। यो चाहिँ जङ्गलबाट ल्याएको चाका हो। यसलाई चाहिँ हामीले सियोले धागोले उनेर यिनीहरूलाई बस्ने एउटा आधार बनाउनु पर्ने हुन्छ। पछि धागो यिनीहरूले आफै काट्छ। फाइनली गाइज हिजोको रातभरको मेहनत हाम्रो यो मौरीले चाहिँ काम गर्नु थालिरहेछ। गरी खान्छ, खाँदैन। अब घाम लगातार लाग्यो भने त यिनीहरू मर्दैन, गरी खान्छ नि। अब पानी पर्ने सिजन पनि सक्यो, लगभग गरी खान्छ भन्ने आशा छ। काम गर्नु थालेछ। बिचराहरूले जङ्गलदेखि उद्धार गरेर ल्यायो, त्यहीँ छोडेको भए यिनीहरू केही समय मात्रै बस्थ्यो। एकदम पानी पसेर चाकाहरू पनि कुहिसकेको अवस्था थियो, भिडियोमा देख्न सक्नुहुन्छ। त्यही नै भिडियो के कस्तो लाग्यो अन्तिमसम्म हेर्नुभएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। यसरी नै ल्याइयो मौरी चाहिँ काम गर्न थालिसकेको छ। सबै यो एरियातिर मौरीको घारै घार छ। घरमासतिर यो लेभलदेखि टापरतिरसम्म छ, यतातिर पनि छ। यो घरको वरिपरि नै छ।